नमस्कार। स्वतन्त्र नेपाल राष्ट्रिय अभियानतर्फबाट यहाँ सबैलाई हार्दिक अभिवादन। यस अभियानको हरेक बुदाको छुट्टा छुट्टै भिडियो बनाउने क्रममा आजको भिडियो छ क राजनैतिक संरचना अन्तर्गत बुदा नम्बर 4 एक विकास प्रदेशमा 15 विकास क्षेत्र हुने गरी राष्ट्रमा जम्मा 75 विकास क्षेत्र कायम गर्ने, हरेक विकास क्षेत्रमा एक प्रतिनिधि सभा सदस्य हुने गरी प्रतिनिधि सभा सदस्य जम्मा 75 बनाउने, प्रतिनिधि सभा सदस्य मन्त्री बन्न र सरकारमा जान नपाउने। योभन्दा अगाडिको जुन बुदा थियो त्यसमा नेपाल अधिराज्यलाई 5 विकास प्रदेशमा लैजाने अवधारणा, त्यही अन्तर्गत हरेक विकास प्रदेशमा 15वटा विकास क्षेत्र बनाउने, त्यस अनुरूप यो देशमा जम्मा 75वटा विकास क्षेत्र हुने भयो। हरेक विकास क्षेत्रबाट एकजना प्रतिनिधि सभाको लागि चुनाव गराउने र प्रतिनिधि सभामा जम्मा 75 जना सांसदहरू प्रतिनिधि सभा सदस्यहरू हुने र उहाँहरू नेपाल सरकारमा अथवा मन्त्रीमण्डलमा जान नपाउने। यसबाट के फाइदा हुन्छ देशलाई? अहिलेको जुन संरचना छ, प्रतिनिधि सभा संघीय सभा गएर 854 जुन सांसदहरू हुनुहुन्छ, देशको सम्पूर्ण ढुकुटीहरू उहाँको सुविधाको लागि गाडी भनौँ, अफिस खर्च, उहाँको व्यक्तिगत उपचार खर्च, तलब सुविधा भत्तामा गइरहेछ। हाम्रो देशको सम्पूर्ण स्वास्थ्य शिक्षामा लगानी गर्नुपर्ने अर्थतन्त्र सबै यही जम्बो माफिया तन्त्रको लागि खर्च भइरहेछ। त्यसको अन्त्य हुन्छ आर्थिक रूपले। र अर्को कुरा, अहिले कुन सांसदले के गरिरहेछ, के बोलिरहेछ, जनतालाई केही थाहा होइन धेरै भएपछि। अब जब जम्मा 75 जना हुन्छ संविधान सभामा, त्यसपछि उहाँहरूले के बोलिरहनु भएको छ, कुन प्रस्तावको पक्षमा बोलिरहनु भएको छ, कुन प्रस्तावको विरुद्ध बोलिरहनु भएको छ, त्यो सबै कुराहरू प्रत्यक्ष रूपमा सरल रूपमा जनताले बुझ्न सक्छ। र जुन प्रस्तावहरू पेश हुन्छ, ती प्रस्तावहरूमा अब गोप्य चुनाव होइन, खुल्ला रूपमा जनताले जान्न पाउनुपर्छ कि कुन प्रस्तावमा कुन प्रदेश सभा सदस्यले समर्थन जुटाएको छ अथवा विरोध गरेको छ। त्यो थाहा पाउनुपर्छ। को राष्ट्रको हितमा उसले समर्थन विरोध जनाएको छ कि राष्ट्रको विरोधमा, जनताले थाहा पाउनुपर्छ। र यो 75 जना जुन सांसदहरू हुनुहुन्छ, उहाँहरू अब मन्त्री बन्न नपाउने भन्ने बित्तिकै के हुन्छ भने, अब गलत मान्छेहरू, देश लुट्न चाहनेहरू, चुनावमा करोडौँ खर्च गरेर व्यापारको रूपमा चाहिँ लगानी गरेर फेरि पछि सरकारमा गएर मन्त्री बन्ने, देश लुट्ने अथवा चाहिँ आफ्नो सांसद पद बेच्ने गठबन्धन सरकारलाई, यी चलखेल गर्ने षड्यन्त्रकारीहरूको अब अन्त्य हुन्छ। देशमा सच्चा नेपालीहरू जो आफ्नो ज्ञान विवेक सबै प्रयोग गरेर देशलाई अब केही सेवा गर्छु भन्नेहरू, अर्ग्यानिक नेपालीहरू, विदेशीको इसारामा चल्ने होइन कि स्वदेशी सच्चा नेपाली देशभक्तहरू अब राजनीतिमा उत्रिने छन्। त्यसले देशलाई एउटा सही बाटोमा लान ठुलो योगदान पुग्नेछ। त्यसैले यो एजेन्डा एकदम महत्त्वपूर्ण छ। यहाँ सबैले यसलाई पढेर बुझेर सही लागे, ठिक लागे साथ समर्थन गर्नुहोला। यहाँले पढ्नुभयो, हेर्नुभयो, अरू बाँकी नेपाली जनताहरूले पनि, दाजुभाइ दिदीबहिनी बुवा आमाहरूले पनि हेरुन्, सेयर गरिदिनु होला। यसमा केही कुरा तपाईँले चित्त नबुझे मलाई सुझाव दिनुहोला। हामी सबैजना अब मिलेर देश अगाडि बढाउनु छ। यहाँ सबैको साथ सहयोग सुझाव अति नै आवश्यक हुन्छ यो अभियानलाई अगाडि बढाउनलाई। त्यसै अनुरूप यहाँहरूले साथ समर्थन र सहयोग गर्नुहोला। सबैको जय होस्। नमस्कार।